एलजी को हाम्रो अस्ति बिग्रेको थियो म्यानुअल के चाहिँ भएको रहेछ भन्दाखेरि चाहिँ तपाईको अहिले म अफ गरिदिन्छु ल। यो जुन यो छ नि यो डल्लै भाँचिएको थियो। मैले फेभिक्विक लाएँ। फेभिक्विक र यो नरम खालको झोला हुन्छ नि यो फेभिक्विक है, नरम खालको झोला चाहिँ फेभिक्विक लगाएर पहिले काँचेँ। त्यहाँबाट बादमा फेरि यो झोला लाउँदै गरेर मैले यो पक्लक्क निस्केको थियो। किनकि यसको खेला चाहिँ के छ भन्दाखेरि चाहिँ यसको यहाँ सेन्सर छ। यो अप एन्ड डाउन यो टच हुनुपर्छ। यो अप हुँदाखेरि चाहिँ यो हुँदाखेरि चाहिँ खोल्दाखेरि चाहिँ यसरी यो हुँदाखेरि डिसइन्गेज हुँदाखेरि चाहिँ अफ हुन्छ नि त। अनि सेकेन्ड खेला चाहिँ के छ भन्दाखेरि यहाँनिर एउटा तार छ क्या, यो तार किन यो चुट्टेको कारणले गर्दा चाहिँ यो डिसइन्गेज भएको रहेछ। यो तार गएर चाहिँ यहाँनिर छ। यो चाहिँ तपाईँको मोटरसँग यसको खेला छ। यो चाहिँ माथि तल हुनुपर्छ नि त। यो तानिएको हुनुपर्छ। यसलाई म अलि एडजस्ट गरिदिन्छु। यसलाई यो तल एडजस्ट गर्दा पनि हुन्छ। यहाँ तल राख्यो भने चाहिँ एकदमै राम्रो। अझै यो उहिले गर्दाखेरि लुज भएको छ कि, अनि यो चाहिँ इङ्गेज डिसइङ्गेज यो भइहाल्यो। त्यहाँबाट थियो त्यसले गर्दा त्यस्तो भएको रहेछ। अब हेर्नुहोस् म यसलाई देखाइदिन्छु। अब मैले प्लग इन गरेँ यहाँ अब के भयो, यो चलेको छैन होइन, यो लुज भएको छ नि त। अहिले म यसलाई यो गरेर देखाइदिन्छु। यसो गर्दाखेरि चाहिँ चल्नु थालिहाल्छ। द्याट मिन्स सुन्नुभयो स्पिन भएको हो। अब मैले झाऱ्यो भने डिसइङ्गेज भयो हो। अहिलेकोमा चाहिँ यहाँ माथि काटेन, यसलाई मैले तन्काएर यहाँनिर तन्काइदिइरहेको छु। यसलाई चाहिँ यो चाहिँ तन्किनुपर्छ। यो चाहिँ इङ्गेज र डिसइङ्गेजको हो नि त काम। सो फर द्याट रिजन अब मैले यहाँनिर अन गरेँ, स्विच अन गर्दाखेरि अब आफै चल्न थाल्यो हो। द्याट मिन्स यो तार तपाईँको लुज भएको रहेछ। फर द्याट रिजन यो नचली थिएन। अहिले मोटर पनि चल्न थाल्यो अटोमेटिक, यहाँ पनि चल्न थाल्यो। यो सेन्सर पनि याद गर्नुपर्छ। अस्ति यो भाँचेको कारणले अहिले रिपिट यो काम गर्नु छोडेको रहेछ। यो पनि भाँचेको थियो। मैले यहाँ पनि एउटा झोलाले यो गरेर फेभिक्विक लगाएर टाँसिदिएको छु। पहिला चाहिँ फेभिक्विक टस्ने, फेरि यो झोला लगाएर चाहिँ टाँस्ने सेन्सर हो यो चाहिँ। दिस इज अल्सो सेन्सर। यो छुनु हुँदैन, करेन्ट आउँछ। ल थ्याङ्क यू सो मच। यति नै हो। अहिले चल्न थाल्यो है। थ्याङ्क यू सो मच। राखेँ। यहाँ हेर्नुहोस् चल्दै थिएन। देख्नुभयो त।